हेलो हाई गाइज दर्शक नमस्ते म केटी युट्युब च्यानल रिपोर्टिङ धिराचराको तर्फबाट जय श्रमदान जय देश जय हर्क साम्पाङ है। किनभने म हर्क साम्पाङको सपोर्टर मान्छे हो र आज म हर्क साम्पाङको एकदमै ट्रेन्डमा चलेको एउटा क्लिप्स लिएर आएको छु। क्लिप्स भन्दा पनि म एउटा फोटो लिएर आएको छु। यो फोटो हेरिदिनुहोस् होला है। नेतामा हुनुपर्ने अथवा नेता भइसकेपछि अथवा एउटा राजनीतिक पोलिटिसियन गरिसकेपछि कहाँ कहाँ हेर्नु पर्दो रहेछ भन्ने कुरा यो हर्क साम्पाङको यो स्ट्याटस हेरिदिनुहोस् होला। यो स्ट्याटस र यो फोटो हेरिदिनुहोस् होला अनि तपाईँहरू आफै बुझ्नुहोस् होला नेता कस्तो हुनुपर्छ र नेपालमा राजनीति र पोलिटिसियन गर्ने व्यक्ति कस्तो हुनुपर्छ भन्ने कुरा यो भिडियोबाट तपाईँहरूले पनि थाहा पाउनुहुनेछ र यो स्ट्याटसबाट पनि थाहा पाउनुहुनेछ र कतिपय हर्क साम्पाङ रेगुलेसनबाट पनि तपाईँहरूले देखिसक्नु भएको छ है। र यस विषयमा म के भन्न चाहन्छु भने जतिजना तपाईँहरू पुराना दलका नेताहरू अथवा नयाँ दलका नेताहरू हैन तपाईँहरूसँग अहिलेसम्म कुनै पार्टीको र कुनै पार्टी सङ्गठनबाट चुनाव नजिकिँदा पनि कसैसँग केही भिजनको सार्वजनिक भएको छैन सायद है। तर हर्क साम्पाङले सार्वजनिक गरिसकेर पनि अब यो उहाँको यो दार्चुलावासीको लागि एकदमै खुसीको कुरा हो। र यो बच्चाको यो भिडियो अथवा यो क्लिप्स यो फोटो देखेपछि उहाँ रुनु पनि भएको रहेछ। एकदम 3 करोड नेपाली जनताले देख्नुपर्छ नेता कस्तो हुनुपर्छ, पोलिटिसियन गर्ने आफ्नो देशको लागि पोलिटिसियन गर्ने व्यक्ति कस्तो हुनुपर्छ भन्ने कुरा छान्ने समय पनि आउँदैछ। तपाईँहरू सम्पूर्णले छानिदिनुहोस् होला अनि भनिदिनुहोस् होला। तपाईँहरू हर्क साम्पाङ पास्टर भन्नुहुन्छ नि, पास्टरै भए पनि केही फरक पर्दैन के। देशमा विकास र परिवर्तन चाहिएको छ के हैन। पास्टर भएर नि केही फरक छैन हैन। उहाँ एउटा किराँती कुलको छोरो भएर पनि तपाईँहरूले विरोधीहरूले तपाईँहरू पास्टर भन्नुहुन्छ नि। तपाईँहरूले पास्टरै भन्नुहोस् कि प्लास्टरै भन्नुहोस् कि तपाईँहरू जेसुकै भन्नुहोस् है। तर उल्टो पढाउने मास्टर हो चाहिँ मलाई जस्तो लागिरहेछ हैन। तर उहाँको यो भनाइ र उहाँको यो शब्द म एकदमै निशब्द छु। त्यही भएर म चाहिँ के भन्न चाहन्छु भने तपाईँहरू जहाँ हुनुहुन्छ जस्तो ठाउँमा हुनुहुन्छ आफ्नो ठाउँबाट सपोर्ट गरिदिनुहोस् होला, माया गरिदिनुहोस् होला हैन। यदि दार्चुलावासीको लागि एकदम खुसीको कुरा हो भने चुनाव अगाडि अथवा पछाडि यो कुरा सम्भव हुन सक्यो भने श्रमदानबाट एकदमै उहाँहरूको लागि एकदमै भाग्यमानी हुनुपर्छ। र दार्चुलावासी व्यक्तिहरूले तपाईँहरू सम्पूर्णलाई भोट दिनुपर्छ हैन। तपाईँहरूले हर्क साम्पाङको भिजन तपाईँहरूले देखिसक्नु भएको छ। त्यो भिजन अनुसार तपाईँहरूले भोट दिनुपर्छ। तपाईँहरूको ठाउँमा आएर पक्कै पनि तपाईँहरूको ठाउँलाई बनाइदिन्छ र तपाईँहरूले चाहिने कुरो हैन, चाहिने विकास, चाहिने स्वास्थ्य, चाहिने शिक्षाहरू हैन, सबै एजुकेसनहरू सबै तपाईँहरूले दिलाउन सक्ने सम्भावना हर्क साम्पाङमाथि छ जस्तो लाग्छ। तपाईँहरूले के कस्तो लाग्छ? र दार्चुलावासीका जुन व्यक्तिहरू हुनुहुन्छ त्यहाँका युवतीहरू आमा बुबा लगायत सम्पूर्णलाई म आग्रह गर्न चाहन्छु हैन। तपाईँहरू निशब्द भएर हर्क साम्पाङलाई भोट दिनुहोस्। तपाईँहरूको सपना पुरा हुनेछ र यसरी झुन्डेर तपाईँहरूले पुल तर्ने सम्भावना झुन्डेर डोरीमा तर्ने सम्भावना छैन। पुल बन्ने छ र पुलको निर्माण हुनेछ तपाईँहरूको गाउँमा, तपाईँहरूको क्षेत्रमा। यतिका साथ चाहिँ म विश्वासको साथले म भन्न चाहन्छु है। त्यही भएर तपाईँहरू जति विरोध गर्नुहोस् हैन, जतिसुकै तपाईँहरूले पास्टर बनाएर विरोध गर्नुहोस्, तपाईँहरू जतिजना सङ्गठन भएर हर्क साम्पाङलाई ढाल्ने कोसिस गर्नुहोस्, तर हर्क साम्पाङ हत्तपत्त ढाल्नेवाला छैन है। चुनाव हारे तापनि जनताको आवाज उठाएर पनि उहाँ अगाडि आउने नै हुनेछ र एक दिन बुझ्नेछ कि हर्क साम्पाङ रेगुलेसन भनेको के हो भन्ने कुरा तपाईँहरूले बुझ्नुहुनेछ। यो चाहिँ म ग्यारेन्टी साथ ठोका साथ म भन्न चाहन्छु हैन। निर्धक्क रूपमा हर्क साम्पाङलाई आह्वान पनि गर्नुभएको छ हैन। के आह्वान गर्नुभएको छ भने यो नानी जुन डोरीमा तरेको ठाउँमा पुल निर्माण गर्नुपर्ने भएको कारणले गर्दाखेरि सम्पूर्ण हैन श्रमदान दाताजीहरूलाई सहयोग गर्नुहोला भनेर उहाँले स्क्यानसहित गर्नुभएको छ। सबैजनाले दार्चुलावासीको लागि अथवा दार्चुलावासीको सुख दुःखको लागि पुल बनाउनका लागि सबैजना नेपाली तथा दाजुभाइ दिदीबहिनीहरू
देश विदेश छोडेर बस्ने करोडपति अरबपति होइन खरबपति जतिजना हुन्छ हर्का सान्ताङलाई सपोर्ट गरेर त्यहाँ पुल निर्माणको लागि सबैजनालाई म पनि आह्वान गर्न चाहन्छु। जहाँ हुनुहुन्छ जस्तो ठाउँमा हुनुहुन्छ 1 रुपियाँ 2 रुपियाँ सबैजनाले सहयोग गरेर दार्चुलावासीको लागि यो पुल चाहिँ अत्यधिक आवश्यक छ भन्ने कुरा म नि व्यक्त गर्न चाहन्छु। किनभने म यो ठाउँको भिडियो मैले पनि धेरै देखेको छु है। यहाँ कुनै बेला घाँस तारेको देखिन्छ, कहिले दाउरा तारेको देखिन्छ। त्यहाँको सरकारले के गरिरहेछ? आखिरमा त्यहाँ पनि त्यो पार्टीको गुरुकै व्यक्तिहरू होला होइन। त्यही भएर यो ठाउँमा यस्तो बिजो होला। त्यहाँको क्षेत्रको राजनीति पोलिटिसियन गर्ने व्यक्ति कस्तो छ, के हो खास कुरा होइन। त्यहाँको धर्म संस्कृति के हो, प्रविधिहरू के हो, त्यो नबुझिकनै किन यो जनता यस्तो अवस्थामा छ। यो कहिले त्यहाँको त्यो कार्यकर्ताले बुझ्नु भएन कि के हो भन्ने पनि म जनाउन चाहन्छु होइन। त्यही भएर सबैजना मिलेर सरसहयोग गरौँ र त्यहाँको कुन चाहिँ पार्टीको झोले कार्यकर्ता रहेछ त्यो सबैलाई हामीले नाङ्गो झार पारेर उसको अगाडि हामी पुल बनाएर देखाउनुपर्छ। सहयोग गरौँ है त सबैजनालाई। जय हर्का सान्ताङ, जय श्रमदान, जय हर्का।